दर्शक तथा श्रोताबिन स्वागत छ यहाँहरूलाई आजको नयाँ कथावस्तुको नयाँ भिडियोमा। आजको कथा रहेको छ सुनकेशरी नानी। कुनै पनि एउटा ठूलो पहाडको काखमा बसेको एउटा सानो गाउँ थियो, जहाँ बिहान घाम हुँदा हुँदा गाउँ नै सुन जस्तै टल्कन्थ्यो। खोलाको कलकल आवाज र चराचुरुङ्गीको चिरबिर आवाजले गाउँ नै गुन्जायमान हुन्थ्यो। त्यही गाउँमा थिइन् सुनकेशरी नानी। नाम जस्तै उनको रूप पनि लोभै लाग्ने थियो। सुन जस्तो कपाल, जुन जस्तो मुहार, मिलेको शरीर अनि चञ्चले स्वभाव, 32 लक्षणले युक्त थिइन् सुनकेशरी नानी। 4 पुगेर 5 वर्षमा लागेकी उनी बाबा आमा गरिब भए पनि उनलाई दुःख के हो सुख के हो केही थाहा थिएन। नाङ्गो खुट्टा डाँडा काँडा दौडिनु, साथीसँग खेल्नु, आमाको काखमा निदाउनु, त्यो नै उनीको सानो संसार थियो। बाबाले बेलुका कथा सुनाउनुहुन्थ्यो, आमाले मकै भुटेर दिनुहुन्थ्यो। सुनकेशरी मकै चपाउँदै रमाउँथिन् र सोच्थिन् जीवन यस्तै सधैँ रमाइलो हुन्छ। त्यही गाउँमा जन्मिएको थियो शिशिर, बाल्यकालको साथी। उनीहरू सँगै खेल्थे र सँगै रमाउँथे। उनीहरू प्रेम के हो भन्ने बुझ्दैन थिए, तर एक अर्का बिना दिन पनि अधुरो लाग्थ्यो। स्कुल जाँदा एउटै बाटो, एउटै ढुङ्गामा बसेर खाजा खानु उनीहरूको त्यो नै सानो स्वर्ग थियो। बिस्तारै दिन बित्दै गए, उनीहरू ठुला हुँदै गए। सुनकेशरी 14 वर्षकी भइन्, शिशिर 15 वर्षको भयो। गाउँमा पढाइ सकेर शिशिर पढाइलाई जारी राख्न सहर जाने मौका पायो। सहर जाने दिन भनेको थियो, सुनकेशरी म फर्किन्छु, तिमी कुर्नु है। सुनकेशरीका आँखाबाट आँसु बगिरहेका थिए, नाइ भन्न सकिनन्। हुन्छ शिशिर, म कुर्छु, सुनकेशरीले भनिन्। उनीलाई थाहा थिएन कुर्न कति गाह्रो हुन्छ। 18 वर्ष नपुग्दै सुनकेशरीलाई समयले कठोर परीक्षा लिन थाल्यो। घरमा बाबा आमाको दिन पनि ढल्दै गएको थियो। बिस्तारै जिम्मेवारीले थिच्दै गएको थियो। उनलाई चिन्ता बढ्न थाल्यो। आज भन्यो, भोलि भन्यो, बाको अवस्था झन् खराब हुँदै गएको थियो। एक दिन उनी जङ्गलमा घाँस दाउरा गर्न गएकी थिइन्। घाँस दाउरा लिएर घर फर्कँदा घरमा धेरै मान्छेहरू जम्मा भएका थिए। उनीले हतार हतार दाउराको भारी त्यहीँ फालिन् र सोधिन्, के भयो, के भयो, किन धेरै मान्छे जम्मा हुनुभएको, के भयो भन्दै प्रश्न गर्न थालिन्। आँगनमा सेतो लुगाले केही छोपिएको थियो। आमा रोइरहेकी थिइन्। आत्तिँदै सोधिन्, किन रुनु भएको आमा? बाबा खोइ, किन नबोल्नु भएको? बाबा खोइ? उनी आफैले घरभित्र गएर सबैतिर खोजिन्, बाबालाई कहीँ देखिनन्। हतार हतार बाहिर आएर सेतो लुगा तानिन्, त्यहाँ त बाबा हुनुहुन्थ्यो। उनी रोइन्, कराइन्, चिच्याइन्। अब बाबा किन बोल्नुहुन्थ्यो र? बाबाले त संसार छोडिसक्नु भएको थियो। यसरी नै उनीले दिनहरू बिताउँदै थिइन्। आफूलाई सम्हाल्दै अगाडि बढाइरहेकी थिइन्। बिस्तारै उनको पढाइ पनि बाध्यताले छुटाउनु पर्यो। आमाको औषधि उपचार र घर खर्च चलाउन धेरै गाह्रो भएको थियो। एक दिन उनीले विचार गरिन्, आमाकै लागि भए पनि म सहर जान्छु, धेरै पैसा कमाउँछु र आमाको औषधि उपचार गर्छु। उनीले सोचिन्। भोलिपल्ट बिहानै सानो पोको बोकेर घरबाट निस्किन्। आमा सुतिरहेकी थिइन्, बिम्जिँदा छोरी थिइनन्। दिन बित्यो, रात बित्यो, उनी फर्किने चालचुल थिएन। उता छोरी सहर पुगिसकेकी थिइन्। बिरानो ठाउँ, कहीँ चिनेको छैन, केही जानेको छैन। उनलाई थाहा थियो जीवन सङ्घर्ष हो, हार्नु हुँदैन। यही सोच्दै उनी अगाडि बढिरहेकी थिइन्। अचानक बाटोमा उसले शिशिरलाई देखिन्। ढुङ्गा खोज्दा देउता भेटे झैँ उनी खुसीले गदगद भइन्। हतार हतार छेउमा गइन् र शिशिरलाई शिशिर भन्दै बोलाइन्। शिशिर अब किन बोल्थ्यो र? ऊ त ठुलो भइसकेको थियो, सहरिया भइसकेको थियो। फेरि बोलाइन्, शिशिर किन नबोलेको? शिशिर। शिशिर बोलेन। लाटी, सोझी, गाउँले केटी भनेर उसले हेला गर्न थालेको थियो। सुनकेशरीलाई थाहा थियो बालापन सबै बिर्सिसकेको थियो। ती बाचा सबै भुलिसकेको थियो। बालापन ऊ सम्झनै चाहँदैन थियो। शिशिर घमण्डी भइसकेको थियो।
सुनकेसरी उसका लागि लाटी सोझी गवार लाग्न थालेको थियो, किनकि उसको सम्बन्ध सहरिया धनी पढे लेखेकी केटीसँग थियो। अब उसले गाउँले सोझी केटी किन हेर्थ्यो र? सुनकेसरीको मनमा चट्याङ पर्यो। आफूले आफूलाई सम्हाल्न गाह्रो भयो। सपना हो कि भनेर आफूले आफूलाई चिमटिन्। होइन, यो त विपना हो उसलाई लाग्यो। पागल जस्तो भएर बाटोमा हिँडिरहेकी थिइन्। जसलाई भेट्यो उसलाई काम दिनु न, मेरो आमा यस्ती हुनुहुन्छ भनेर ऊ सुनाउँदै हिँड्थिन्। कसैले काम दिँदैन थिए, कहीँ काम पाइएको थिएन। बिस्तारै साँझ पर्दै गयो, रात पर्दै गयो। कहाँ बस्ने, के खाने, के गर्ने उनलाई केही थाहा थिएन। उनले बाटोमा एउटा आकाशे पुल देखिन्। आकाशे पुलको छहारी मुनि गएर बसिराखिन्। आज रात यहीँ कटाउने होला। केही टुङ्गो छैन, कहाँ जाने, के गर्ने केही थाहा छैन। अब यहीँ सुत्छु, यहीँ बस्छु उनले सोचिन्। त्यही बेला कोही एउटा मान्छे घोडामा चढेर आयो। सुनकेसरीको छेउमा रोकियो। उनी थुरुङ्ग तर्सिन्। उनीलाई डर लाग्यो, थरथर खुट्टा काम्न थाल्यो र उसले भन्यो, को हौ तिमी? कहाँबाट आएकी? यस्तो राति भइसक्यो, किन यहाँ बसेकी? उनले आफ्ना सबै कुरा बताइन् र उसले भन्यो, म राजकुमार हो, गाउँको हालचाल बुझेर आएको। बस घोडामा, म लिएर जान्छु, म दिन्छु तिमीलाई काम। राजकुमारले दरबारमा लिएर गयो। राजकुमारले घोडामा अन्जान केटी लिएर आएको देखेर राजा आश्चर्यमा परे र सोधे, को हो, कसलाई लिएर आएको, किन लिएर आएको? र राजकुमारले सबै कुरा बताए। दयालु राजा, जनताको मर्म बुझ्ने राजा, दुःख सुख बुझेका राजा, सबैलाई मायालु नजरले हेर्थे। दुःखमा परेका जनतालाई सहयोग गर्न चाहन्थे र भने, ठिक छ, लगेर रातो घरको सानो कोठामा राखिदिनु। र सुनकेसरी त्यही सानो कोठामा बसिन्। रातभरि उनलाई निन्द्रा लागेन। आमाको याद, शिशिरको तनाव, केही निन्द्रा लागेन। उनलाई पीडा मात्र भयो। धेरै कुराहरू मनमा डुल्न थाले, खेल्न थाले। उनी टोलाउन थालिन्। त्यत्तिकैमा उज्यालो भयो। जुरुक्क उठिन्, बाहिर गइन्। त्यहाँ फुलहरूका बगैँचा थिए। त्यहाँ झारहरू उम्रिएका थिए। उनले त झारहरू उखाल्न पाए नि हुन्थ्यो भन्ने मनमा सोचिन् र बगैँचातिर लागिन्। बिस्तारै झारहरू उखाल्दै थिइन्, फुलहरूमा पानी हाल्दै थिइन्। त्यत्तिकैमा डाँडाबाट घाम झुल्किए। घामको किरण उसको शरीरमा पर्यो। दरबारै चकमक्क भयो। सुन जस्तो टल्किन थाल्यो। राजा आश्चर्यमा परे। के भयो आज? किन यसरी दरबार चम्किरहेको छ? किन यस्तो उज्यालो कहाँबाट आइरहेको छ? त्यो कहिल्यै हुँदैन थियो। राजा जुरुक्क उठे, बाहिर निस्किए। बगैँचामा केही चिज टल्किरहेको थियो। उनी छेउमा गए। हेर्दाखेरि बेलुका आएकी केटीको टाउको टल्किरहेको रहेछ। चारैतिर दरबार सुन जस्तै चम्किरहेको थियो। राजाका आँखाबाट बरबर्ती आँसु बगिरहेका थिए। उज्यालो प्रकाशको कारण होइन, सुनकेसरी आफ्नै छोरी थिइन्, जो सानो बेलामा खोलाको भेलले बगाएको थियो। राजाले धेरै खोजेका थिए, कहीँ फेला पार्न सकेका थिएनन्। त्यत्तिकै निराश भएर जिन्दगी बिताइरहेका राजा आज अचानक छोरी अगाडि हुँदा धेरै खुसी भएका थिए। खुसीको आँसु बगिरहेको थियो। राजाले भने, छोरी, तिमी कहाँ गएकी थियौ? कहाँ थियौ? यत्रो बेर के गरेर बसेकी थियौ? छोरी, सुनकेसरी आश्चर्यमा परिन्। छोरी भन्छन् राजाले। म त एउटा सोझी गाउँले केटी, कसरी छोरी भएँ? उनी अचम्ममा परिन् र सोधिन्, राजा साहब, किन छोरी भन्नुभएको? म हजुरकी छोरी होइन, म त एउटी सोझी गाउँले केटी, आमाको उपचारको लागि कामको खोजीमा छु। म हजुरकी छोरी होइन। राजाले सविस्तार बताए र सुनकेसरीलाई भने, तिमी सानो हुँदा, तिमी जन्मिँदा तिम्रो शरीरमा घामको किरण पर्दा यसै गरी दरबार सुन जस्तै चम्कन्थ्यो। तिमीलाई खोलामा लिएर जाँदा खोलाको भेलले बगाएको थियो। मैले धेरै खोजेँ, संसार खोजेँ, कहीँ फेला पार्न सकिनँ। त्यसपछि निराश भएर घर फर्केर निराशको जीवन बिताइरहेको थिएँ। छोरी, तिमी मेरी छोरी नै हौ। छोरी, उनीले अँगाल्दै भने।
सुनकेशरीलाई यो कुरा विश्वास लागिरहेकै थिएन। यो कुरा यकिन गर्नको लागि राजालाई गाउँ लिएर जाने विचार गरिन्। राजा र सुनकेशरी गाउँतर्फ लागे। गाउँमा बुढी आमा सुनकेशरीको चिन्ताले रोएर बसेकी थिइन्। अचानक छेउमा सुनकेशरीलाई देख्दा उनीको खुसीको सीमा नै रहेन। राजाले सानो बेला सुनकेशरी हराएको सम्पूर्ण कुराहरू आमालाई बताए। आमाले दाउरा टिप्न जाँदा सुनकेशरीलाई खोलाको किनारमा भेट्टाएको कुरा बताइन्। अब सुनकेशरीले यो कुरा विश्वास गरिन्। उनी धेरै खुसी भइन्। आमालाई पनि सुनकेशरीले दरबारमा लिएर गइन् र उनीहरू खुसीको जीवन बिताउन थाले। दर्शक तथा श्रोताबिन, यही रहेको थियो सुनकेशरीको कथा। यो कथा कस्तो लाग्यो सल्लाह सुझाव दिन नबिर्सनुहोला र यो कथाबाट के शिक्षा पाउन सकिन्छ कमेन्ट बक्समा अवश्य लेख्नुहोला र यस कथाको एचएलसी क्रिएटर युट्युब च्यानललाई एक सब्स्क्राइब गरेर हौसला प्रदान गर्नुहुन्छ भन्ने सानो आशमा म कथावाचक कुशल पौडेल बिदा हुन चाहन्छु। हस्त नमस्ते।